भारतको अयोध्यादेखि जनकपुर धामसम्म सीधा रेल सेवा सञ्चालनको तयारी थालिएको छ। अयोध्या धामबाट गोरखपुर हुँदै जनकपुर धामसम्म सीधा रेल सेवा सञ्चालन गर्ने तयारी थालिएको भारतीय रेलवे बोर्डले जनाएको छ। बोर्डले प्रारम्भिक रूपमा पूर्वोत्तर र उत्तर रेलवेलाई समय तालिका पठाउन निर्देश दिएको छ। गोरखपुरका सांसद रवि किशनले रेल मन्त्री अश्विनी वैष्णवलाई चिठी लेख्दै अयोध्या धामदेखि गोरखपुर नरकटियागञ्ज हुँदै जनकपुर धामसम्म रेल सञ्चालन गर्न माग गरेका थिए। यी रेल सेवा सञ्चालन भएपछि नेपालसम्म आउने सबैभन्दा लामो दूरीको पहिलो सीधा रेल सेवा हुनेछ। रेलवे बोर्डका कार्यकारी निर्देशकको तर्फबाट 29 फरवरीमा जारी पत्रका अनुसार एनआईआर र एनआरलाई छिटै समय तालिका बनाएर बोर्डलाई उपलब्ध गराउनेछ। स्रोतका अनुसार लोकसभा निर्वाचन सम्पन्न भए लगतै श्रीराम सर्किटका दुवै प्रमुख तीर्थ स्थललाई जोड्ने यो रेल सेवाको घोषणा हुनेछ। अहिले भारतबाट सीधा जनकपुर धामसम्मको लागि कुनै रेल छैन। भारतीय सीमा जयनगरसम्म मात्रै अहिले रेल आउने गरेका छन्। हुन त नेपाली रेल जयनगरसम्म पुग्ने गरेका छन्, तर सीधा भारतबाट नेपाल आउने रेल सेवा अहिलेसम्म छैन। अयोध्या धामबाट जनकपुर धामसम्म सीधा रेल सञ्चालनमा आएपछि दुवै देशबीच धार्मिक र सांस्कृतिक सम्बन्ध बलियो हुने र पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास लिएको छ। मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुर धामदेखि अयोध्यासम्ममा भारतीय पक्षले रेल सेवा सञ्चालन गर्न पहल थालेपछि खुशी व्यक्त गरेका छन्। उनले आफूले भारतीय अधिकारीहरू तथा शीर्ष नेताहरूको छलफलमा पटक पटक अयोध्याबाट जनकपुर धामसम्म रेल सेवा सञ्चालन गर्न आग्रह गरेको जानकारी दिए। उनले जनकपुर धामदेखि अयोध्या धामसम्म रेल सेवा सञ्चालन भएपछि दुवै देशका धार्मिक पर्यटकहरूको आवागमन हुने र धार्मिक सहिष्णुता बढ़ने विश्वास व्यक्त गरे। उनले पर्यटन प्रवर्धनमा टेवा पुग्ने समेत बताए। उनले रेल मात्र नभई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर धामबाट अयोध्यासम्मका लागि गरेका बस उद्घाटन समेत सञ्चालनका लागि पहल गरिरहेको बताए। उनले ती बस सञ्चालनमा कहाँ के कठिनाई र समस्या छ त्यस सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए। उनले जनकपुर धामबाट अयोध्यासम्म दिनमा कम्तीमा 2 वा 2 भन्दा बढी बस आवत जावत गर्नुपर्ने बताए। अहिले बिहारको सीतामढ़ीबाट अयोध्यासम्ममा मात्र एक रेल अमृत भारत आउने गरेका छन्, त्यो पनि सप्ताहमा एक दिन मात्रै। यसैमा एउटा नयाँ रेल सेवा थपिएपछि भारतीय र नेपाली दुवै देशका धार्मिक तीर्थयात्रीहरूलाई रामायण सर्किट दर्शन गर्न सहज हुनेछ र भारतीय तीर्थयात्रीहरूलाई जनकपुर धामसम्मका लागि यात्रा गर्न सहज हुनेछ। अहिले गोरखपुरबाट अयोध्यासम्मका लागि 5 वटा रेल छ। यसमा 3 वटा साप्ताहिक, 6 दिनमा र एउटा प्रत्येक दिन गोरखपुरबाट अयोध्या धामसम्म चल्ने रेल गोरखपुर दुर्गा एक्सप्रेस सप्ताहमा शनिबार मात्र आउने गरेका छन्। गोरखपुरबाट लखनऊ वन्दे भारत एक्सप्रेस सप्ताहमा 6 दिन चल्ने गरेका छन्। गोरखपुरबाट नयाँ दिल्ली अमृत भारत एक्सप्रेस सप्ताहमा 1 दिन चल्ने गर्छ। गोरखपुर यशवन्तपुर एक्सप्रेस सप्ताहमा 1 दिन चल्ने गरेका छन्।